कापुको जो चाहिँ स्वस्थानीमा त्रिपुरा भनेर वर्णन गरिएको छ र विभिन्न धार्मिक ग्रन्थहरू पनि वर्णन गरिएको छ त्यसलाई अहिले हामीले विशेष खालको बनाएका छौँ जो कुन क्षेत्रमा पनि हामी पदयात्राको क्रममा कहाँबाट कसरी जाने भन्ने कुराहरूको सम्पूर्ण ब्रिफिङ तपाईहरुलाई एकैछिनमा छोटोमा राखेर त्यसपछि हामी पदयात्रामा जानेछौँ। मलाई आशा छ तपाईहरु सबैजनाले कार्यक्रमको अन्तिम चरणसम्म यो कार्यक्रमको अन्तिम स्थलसम्म पुगेर साथ दिनुहुनेछ भन्ने आशा राख्दै अब वडाधीशज्यूलाई केही भनाइहरू सहित छोटो मन्तव्य सहित यो कार्यक्रम सुरु भएको घोषणा गरिदिनु हुन पनि हार्दिक अनुरोध। रुट मात्र भन्न रुट हाम्रो यो कार्यक्रम हाम्रो यो पदयात्रा कार्यक्रम हो। यसको प्रमुख अतिथि हाम्रो प्राइभेट नगरपालिकाका मेयर अनिता लामाजी हुनुहुन्छ र अन्य सम्पूर्ण सहभागी सम्पूर्ण मेरो सुरेन्द्र लामाको तर्फबाट लासो थापुल्ला। यो प्राइभेट नगरपालिका वडा नम्बर 1 को आयोजना र राष्ट्रपार्टी.com मिडिया पार्टनरको उसमा चाहिँ हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। हामी चाहिँ 2074 सालदेखि अहिले 82 सालसम्म हामीले गरेका विकास निर्माण र एउटा चाहिँ जनतालाई सुरक्षित बनाऊ र हामीले गरेका हाम्रो चाहिँ धार्मिक पर्यटन सबै कुरा विकास निर्माणको अवलोकन गर्ने हाम्रो यो कार्यक्रम हो। यो चाहिँ हामी ढिला नगरिकन हामी यहाँबाट सुरुवात गर्छौँ। यो हामीले पनि निर्माण गरेको एउटा ब्याडमिन्टन कोर्ट हो। यो हुँदा चाहिँ हाम्रै रुट चाहिँ यसरी यो हाम्रो ढुकुन्डी पुरानो वडा ढुकुन्डी देवी मन्दिर हुँदै पुरानो सुन्दर बस्ती नयाँ सुन्दर बस्ती हुँदै हामी माथि मोहनपोखरीको खप्चड बाबाका चाहिँ त्यहाँ हाम्रो धार्मिक सम्पदा हो त्यहाँ पनि अवलोकन गर्छौँ। त्यो हुँदै सिमोली गाउँ हुँदै हामी माथि पर्यटकीय पार्क हामी माथि पुग्छौँ। ओपन जिम छ जहाँ चाहिँ हामीले चिल्ड्रेन पार्कहरू निर्माण गरेका छौँ। त्यसपछि हामी त्यहाँ एकछिन चाहिँ अब चियापान गर्छौँ, खाजा पानी त्यहीँ खान्छौँ। त्यहाँबाट हामी हिँड्दै फेरि हामी तल हाम्रो चाहिँ पर्यटन स्थल यो ढुकुन्डी देवी मन्दिर के अरे स्टेपहरू त्यहाँ झर्दै हामी हाम्रो विकास निर्माणहरू त्यो खानेपानी ट्याङ्की विभिन्न कुराहरू अवलोकन गर्दै हामी तौलुङ चौतारा हुँदै हाम्रो समापन हुनेछ। मैले धेरै बोलिन लामो पनि अहिले नीलपुर ठ्याक्कै आइपुग्यो।
चाहिँ हामी मन्दिर परिसर नै छौँ र अब लगभग हामी चाहिँ यहाँ रेस्ट गर्दै ध्यान गर्दै अब चाहिँ हामी गन्तव्यतिर लाग्नेछौँ र यहाँबाट हिँडिसकेपछि हामी चाहिँ सिमली गमाउँदै र चौकी डाँडा पार्क हुँदै हामी चाहिँ त्यहाँबाट तौलुङ चौतारा जानेछौँ।
पछाडिबाट अलिकति जङ्गलको भ्यू पनि राम्रो देख्छ त यो चाहिँ यतिको ठिक छ एउटा गीत गाउँ न जाँदा त कता कति राम्रो गीत भाडा भाइरल बसन्तको पालुवा है सबै ए बसन्तको पालुवा पाखा हरियो कलेजोमा देशको माया भरियो बसन्तको पालुवा पाखा हरियो कलेजोमा देशको माया भरियो ए चाँदी झैँ टल्कने हिमाल पुर्खाले सिर्जेको प्यारो नेपाल 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 जय बुढा नीलकण्ठ गीत एउटा नगरपालिका ताली है सबैको थपडी चाहिँ पछाडि ल भन्नु राम्रो कुरा हे मेरो सानो सबैलाई भन्ने हो विकास प्रेमी आदर्श भन्ने हो राम्रो कुरा हे मेरो सानो सबैलाई भन्ने हो विकास प्रेमी आदर्श भन्ने हो विकास प्रेमी आदर्श भन्ने हो विकासको लागि हे मेरो सानो छुटाउन कुनै भेग नेताहरू छन् हेर एक से विकासको लागि हे मेरो सानो छुटाउन कुनै भेग नेताहरू छन् हेर एक से नेताहरू छन् हेर एक से चौतारामा जाने एउटा दुईटा गीत पहिचान गरी पर्यटन विस्तार गर्नको लागि चाहिँ यो पदयात्रा गरेको यसको उद्देश्य चाहिँ जस्तै बुढानीलकण्ठ भन्ने बित्तिकै शिवपुरी निकुञ्ज जोडेको शिवपुरीमा पदयात्रा जाने पदयात्री र बुढानीलकण्ठ पानीमा हिँडेर जाने गर्छन् त्यो बाहेक अरू यहाँ धार्मिक स्थलमा घुम्नै पर्ने के छ पदयात्री पर्यटकलाई के भन्न चाहनुहुन्छ अब यसमा धेरै छ अब यो बुढानीसँगै बुढानीकण्ठ वडा नम्बर 1 सँगै जोडेको हाम्रो चाहिँ बागद्वार पनि छ र माथि चाहिँ नागी गुम्बा छ यो चाहिँ राष्ट्रिय निकुञ्जभित्र पर्छ यो चाहिँ कतिपय प्रचार पनि भइरहेको छ विगतमा हामी बागद्वार मेला पनि सञ्चालन गरेकै हो यो सांस्कृतिक त्यसको अवस्था सांस्कृतिक महोत्सव पनि गरेको हो तर त्यो चाहिँ राष्ट्रिय निकुञ्जभित्र सबैजना जान नसकिने पहुँच नहुने भएको हुँदा अलि टाढा पनि भएको हुँदा चाहिँ यो वडाकै धार्मिक स्थलहरू पर्यटक स्थलहरू चाहिँ देखाउँ प्रवर्धन गरौँ भन्ने उद्देश्य हो। अनि धार्मिक स्थल चाहिँ यहाँ के छन् पर्यटकीय स्थल नामहरू भन्ने धार्मिक स्थल चाहिँ हाम्रो अब यो तौलुङ चौतारामा हाम्रो गुम्बा छ खप्तर बाबा समाधि स्थल छ त्यसैमा राष्ट्रिय निकुञ्जसँगै जोडेको हाम्रो पानीको मुहान छ त्यसपछि चाहिँ हाम्रो यहाँ अर्को कर्म गुम्बा जुन सेडुक नेडुक कर्म गुम्बाहरू छ र हरियाली वन जङ्गल छ। नै हो होइन कस्तो लाग्यो भन्नु
आजको मर्निङ वाक खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ? ओके। बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 1 को नि धार्मिक स्थलहरू अनि यहाँको विशेषताको बारेमा भनिदिनुहोस् न दिदी, के छ यहाँ? मेन त हाम्रो बुढा नीलकण्ठ भगवान् नै हुनुहुन्छ। अब शिवपुरी डाँडाको काखमा यहाँ चाहिँ अहिले ध्यान योग भन्ने अब संसारभरि चलिआएको छ। शिवपुरी बाबाले नै यहाँ ध्यान गर्नुभएको छ हजारौँ वर्ष अगाडि। मेन त्यहाँबाटै सुरु भएको जस्तो लाग्छ। शिवपुरी एकदमै पवित्र स्थल हो। त्यसमुनि आज त्यसकै काखमा बसेको बुढा नीलकण्ठ भगवान् विष्णु भगवान्। अनि यहाँ भित्रभित्र पर्यटकीय क्षेत्रहरू छन्। अब खप्तड बाबाको समाधि यहीँ छ भन्ने धेरै मान्छेलाई थाहा छैन। आज त्यहाँ हामी भित्रै गयौँ र हामी यहीँको बासिन्दा हो। 15-16 वर्षदेखि यहीँ छौँ, तर त्यहाँभित्र अझैसम्म पसेको रहन्छ। त्यसरी लुकेको ठाउँहरू धेरै छ। यसको लागि चाहिँ प्रचार प्रसार यसरी बेला बेलामा टोलीहरू लाने, घुमाउने, देखाउने, यो चाहिँ हजुरहरू पत्रकारहरूले पनि यसो खिचिदिने, देखाउने, यस्तो बुढा नीलकण्ठ 1 भित्र पर्यटकीय स्थल यतिवटा यस्तो छ भन्ने कुरा चाहिँ सबैले जानकारी पाए राम्रो हुन्छ।